के तिमीहरूलाई थाहा छ वान पिसमा इमु चाहिँ नि किन यति पावरफुल छ? र आजको यो भिडियोमा चाहिँ नि हामी इमुको ट्रु पावरको बारेमा कुरा गर्नेछौँ। इमु धेरै स्ट्रङ हुनुको मेन कारण चाहिँ नि ऊ व्हाइट सेन्चुरीदेखि नै बाँच्दै आएको छ, साथै उसले चाहिँ नि भित्रभित्रबाट नै वर्ल्ड गभर्नमेन्टलाई कन्ट्रोल गर्ने गर्छ। इमु चाहिँ नि इमोर्टल हो र उसले चाहिँ नि आफ्नो बडीलाई रिजेनेरेट पनि गर्न सक्छ। साथै उसँग चाहिँ नि डोमी रिभर्सी नामको एउटा पावर छ जसको सहायताले उसले कुनै पनि मान्छेलाई डिमनमा कन्भर्ट गर्न सक्छ र त्यो डिमनले चाहिँ नि उसको कुरा मान्छ। त्यति मात्र नभइकन गबानले इमुको हाकी वान पिसमै सबैभन्दा स्ट्रङ्गेस्ट कन्करर हाकी हो भनेर कन्फर्म गरेको छ। तिमीहरूले चाहिँ नि यति मात्र हो भनेर सोच्दैछौ भने इमुले चाहिँ नि एन्सियन्ट किङको 19 वटा सोड युज गरेर अट्याक गर्न सक्छ। अनि हामीले चाहिँ नि बिर्सनु हुँदैन कि इमुसँग चाहिँ नि एन्सियन्ट वेपनहरूको पनि कन्ट्रोल छ जुन युज गरेर चाहिँ नि उसले इन्टायर आइल्यान्डलाई नै डिस्ट्रोय गर्न सक्छ। सो तिमी चोरहरूले लुफी छिटै जित्ला भनेर चाहिँ नि नसोच्दा पनि हुन्छ।